म पतञ्जलि योग समिति योगा टिचर हो म। र पहिले हामीले त्यस्तो कानको जसले कान सुन्दैनन् या कानमा कुनै पनि नसाहरूले चाहिँ काम नगर्दाखेरि त्यस्तो कानको आवाज आउँछ या कुनै अरू पनि प्रब्लमहरू छन् भने कानको प्रब्लमको लागि हामीले पहिला बुढी औँठाले कान थुन्छौँ। दुईटा बुढी औँठाले कान थुनेपछि लामो सास लिन्छौँ हामीले। लामो सास लिने हो, जति सकिन्छ लामो सास लिने। अनि चौरो औँलाले भाउ आँखामाथि, तिनवटा औँलाले कान थोपेर रोक्छौँ सासलाई। त्यति बिलो राख्न सासलाई रोक्छौँ। अनि हामीले बुढी औँठाले पहिला बुढी औँठा खोल्छौँ। बुढी औँठा खोलेपछि कानमा भित्र भएको चाहिँ हावा, हाम्रो भित्रको हावा चाहिँ कानलाई पुरा भित्रको चाहिँ वायु जो कार्बन डाइअक्साइड हुन्छ त्यसलाई बाहिर फाल्छ। अनि फेरि गर्ने यस्तै गरेर हामीले पहिला 3 पल्ट, फेरि 5 पल्ट, फेरि 7, फेरि 11, फेरि 21, फेरि कमसेकम जति धेरै हामीले गर्न सक्छौँ उति हाम्रो यो कानको चाहिँ जो छ कमजोरी छ। हामी यहाँभित्र चाहिँ हजारौँ 1 लाख नसाहरू हुन्छन्। तिनी नसाहरूमा एउटा नसा बुझ्यो भने त्यस्तो आवाज आउँछ। त्यो नसामा रगत सर्कुलर नभएर हामीले चाहिँ यस्ता प्रब्लम आउँछन्। जस्तै हामीले शरीरमा ढाड दुख्ने, कमर दुख्ने, टाउको दुख्ने हुन्छ नि, त हामीले बिहान के गराउँछौँ? बिहान ब्रह्मामृतमा बिहान 4 बजीदेखि 6 बजी बिचमा ब्रह्मामृतमा फुल अक्सिजन पाइन्छ बिहानकोमा। अनि जडीबुटी, यस्तै जडीबुटीको रहितको हावामा हामी बसेर या ढोका कोठाभित्र बसे पनि झेल ढोका खोलेर अनि हामीले कपालभाती गर्छौँ, भस्त्रिका गर्छौँ। लामो सास लिने, सासलाई रोक्ने अनि फाल्ने, फेरि सासलाई लामो सास लिने अनि एकछिन रोक्ने, भगवानको नाम जप्ने। मन भगवानको नामले पनि धेरै ठुलो प्रभाव पर्छ। ओम नमो भगवते वासुदेवाय, श्रीकृष्णाय नमो नमः, कुनै पनि मन्त्र हजुरले भन्न सक्नुहुन्छ। अनि सासलाई फाल्ने। यस्तै गरेर 21 पल्ट लामो सास लिने, सासलाई 10-15 सेकेन्ड लगाएर सास लिँदै गर्ने, अनि रोक्ने 10-15 सेकेन्ड, अनि 10 मिनट ढिलो सास फाल्ने। यस्तै गरेर हामीले 21 पल्ट गर्छौँ। त्यसपछि यो भयो धिमी गति। अब मध्यम गतिले यस्तै हामीले कमसेकम 5 मिनटसम्म गर्छौँ, नभए 21 पल्ट त गरौँ। त्यसपछि यसले पनि यो कानको नसाहरूलाई तताउँछ। त्यो बुझेका नसाहरू छन् हाम्रो शरीरभित्र 72 करोड 72 लाख 10,200 नाडीहरू छन्, जसले हामीलाई 6 महिनाभित्रमा आमाको गर्भमा भगवानले वायरिङ गरिदिनु भएको छ। हात, खुट्टा, आँखा, ठाउँमा सबै रङ जत्रा चाहिँ नसाहरू हुन्छन् हाम्रो शरीरभित्र, पुरा जेल्लीको छ। भगवानले यस्तो गरेको वायरिङ हो। यसलाई चाहिँ हामीले चाहिँ सधैँभरि धेरै चिल्लो नखाने, धेरै अल्मुनियमको भाँडामा पानी तताएको पानीले, अल्मुनियमको भाँडामा तताएको दुध, पकाएको खानाले, तरकारी हामीले अल्मुनियमको गिल्टीको भाँडामा पकाउँछौँ। यसले हामी शरीरलाई, कानको नसाहरूलाई, खुट्टाको घुँडाको नसाहरूलाई, किडनीलाई, लिभरलाई कमजोर गर्छ। त्यस कारणले हामीले कृपया गरेर स्टिलको भाँडामा खाऊँ, काँसको भाँडामा खाऊँ, पितलको भाँडामा पकाएर खाऊँ, नभए फलामको भाँडामा पकाएर खाऊँ। तर यो गिल्टीको भाँडामा नपकाऊँ। धेरै अधिक मात्रामा चिनी हालेको चाय खायो भने पनि यस्तो रोगहरू लाग्ने धेरै मान्छेलाई लागिरहेको छ। किनभने 90% यसले चाहिँ रोग उत्पादन गरेको छ। अहिलेको चिनी, अहिलेको जो चायपत्तीमा निकोटिन हामीले हाल्छौँ, तर त्यो चायपत्ती पनि नखाने। बरु के खाने भन्दाखेरि तुलसीको पात, बिलको पात, बिलौतीको पात, कागतीको पात, त्यसपछि गएर पिपलको पात, आँपको पात, यिनी पातहरू, सुनकाउलीको पात, दालचिनी, लङ सुकमेल, यिनी कुटेर पकाएर यसको रस साँझ बिहान दिउँसो खायौँ भने हाम्रो शरीरको सम्पूर्ण रोगलाई यसले निवारण गर्छ र किडनीलाई पनि सेफ राख्छ। र चायपत्ती खान छोड्नु, दुधको चाय पनि कम खानुहोस्, त्यसले पनि धेरै हानिकारक छ। र मैदाको बनेको आइटम, समोसा, जति पनि मैदाको आइटम, बिस्कुटहरू भए, यिनी चाहिँ एकदम नखाऊँ। यसले पनि हाम्रो सास, यिनी जस्तै कानको नसुन्ने भनेपछि त्यो नसा थुन्निएछ। किन थुन्निएछ? त्यो मैदाको आइटमहरू, यस्तै मैदाको आइटम, गिल्टीको भाँडामा पकाएको खानाहरू र तलेको तेल। अहिलेको तेल सबै डुप्लिकेट हुन्छ। अहिलेको चाहिँ जति पनि हामीले तरकारी खान्छौँ, अन्न खान्छौँ, सबैमा विषादी
औषधि हालेका हुन्छन्। त्यस कारणले हामीलाई धेरै मान्छे अब दिनमा दिन पहिला धेरै वर्ष बाँच्थे भने अब चाहिँ औषध घट्दै गएको छ। त्यस कारणले हामीले योग गरौँ योग रहौँ निरोग भन्ने हामीले नारा छ। हामीले योग गरौँ र हाम्रो हजारौँ वर्ष पहिला हाम्रा चाहिँ पतञ्जलि ऋषि नेपालका प्रेरणामा जन्मेका ऋषिले यहीँ तपस्या गरेर विश्वभरि हामीले योग प्रचार गर्नुभएको छ। अहिले हाम्रो भारतमा पनि रामदेव बाबाले त्यति नै प्रचार गरेर यसमा चाहिँ करोडौँ मान्छेले चाहिँ लाभान्वित भएको छन्। हाम्रो नेपालमा पनि अहिले 5000 योगशाला छन् पतञ्जलि योग समितिका। ठाउँ ठाउँमा गलीमा गाउँमा हामीले अहिले खोल्दैछौँ र आउनुहोस् जो पनि छ 98% हामीले योग गरेर तपाईँको कानको, घोडाको, किडनीको, लिभरको, थाइरोइडको, सुगरको, युरिक एसिड, कुनै पनि पेटमा पत्थरी छ भने सम्पूर्ण रोगको हामीले जडीबुटी र योगद्वारा 98% हामीले सन्चो गराउँछौँ भन्ने हाम्रो प्रतिबद्धता छ। र यति भन्दै म आफ्नो भनाइलाई विराम दिन्छु। ओम नमस्कार। हस् त, धन्यवाद गुरु। यस्तै गरेर यो सबै जानकारी सबैलाई सेयर गर्नुहोला र सबैलाई जतिसक्दो योग पतञ्जलि योगमा जोडिनको लागि आह्वान गर्नुहोला। धन्यवाद गुरुलाई, धेरै धेरै धन्यवाद।